एभ्रिवान म चाहिँ कलेजको असाइनमेन्ट गरिरहेको थिएँ एचटिएमएलको। अनि एउटा कुरा चाहिँ के भन्दाखेरि अब यो हामीले चाहिँ एउटा लामो प्याराग्राफ छ जस्तो 300-400 लाइनको प्याराग्राफ छ एउटा होइन। त्यसको चाहिँ पढ्दा पढ्दा लास्टमा गयौँ अनि त्यसलाई चाहिँ हामीले त्यो लास्टबाट सिधै फर्स्टमा आउनु पऱ्यो। त्यो एन्सर लिङ्क्स जम्प लिङ्क्सहरू चाहिँ कसरी हाल्ने भनेर सिकाउनु गइरहेको छु म। त्यसको लागि के गर्ने भन्दा सुरुमा अब हाम्रो एचटिएमएल फाइल त एचटिएमएलको यो .htmlहरू यो एज इट इज आइहाल्छ एउटा एक्सक्लामेसन मार्क हानेर इन्टर गरेपछि। अनि हामीले बडीभित्र चाहिँ H1 मा आइडी टप अनि टप अफ द पेज H1 गरेर यसलाई क्लोज गरिदिने। अनि अब प्याराग्राफमा जे पनि जतिवटा प्याराग्राफ पनि राख्न सक्यो मैले दुईवटा 3-4वटा प्याराग्राफ राखेको छु। अनि यहाँ गएपछि मैले धेरै टेक्स्टहरू ChatGPT बाट सिधै त्यसलाई लेख्न लाएर अनि यता पेस्ट गरायो। अनि यता पनि प्याराग्राफ नै राखेको छु जति राखे पनि हुन्छ। अनि यहाँ तल लास्टमा अर्को के गर्नुपर्छ भन्दाखेरि href = टप #टप गरेर अनि ब्याक टु टप गरेपछि हाम्रो के हुन्छ यो यसलाई रन गरौँ। अब यसलाई रन गरौँ। यो यत्रो यो प्याराग्राफ यो अबाउट नेपालको बारेमा हो। मैले यसलाई यहाँ तल पुगेँ मैले ब्याक टु टप गरेपछि के भयो माथि पुगेँ। सो यसरी चाहिँ गर्न सकिन्छ।